कोही कोही भन्ना छन् आमा आमा भन्ना ठुलो कोही नै, सबैभन्दा पृथ्वीमा भगवान भनी आमा, बुवा भन्न भगवान, आमा आमा माता भगवान हो नि आमा बुवा भन्ने भन्ना छन्। तर म यसलाई स्वीकार गर्दैन। भाइ बहिनी आमा बुवा भन्ने म कोही आफ्ना हुन् भन्ने म मान्दैन। म यिनु साइनामा सख्त मलाई एलर्जी छ। म यिनुमा कहिल्यै पनि यी साइनामा म विश्वासै गर्दैन। कोही आमाको गुणगान गाउँछन्। मैले देखे अनुसार कसै आमाले आफ्नै छोरालाई 4-5 छोरा छन् भनेपछि नि कसै एक छोरालाई उसको जिन्दगी खत्म बनाएकी छन्। एका छोराको जिन्दगी बर्बाद बनाइदिएछन् उनले। उही बिचारालाई खाने र रहने जग्गै नदिएर उस छोरालाई यसरी उसको जीवनलाई यस्ता सङ्कटमा फालिछन्। अब भनेर फाइदै छैन। ठिक हो, कसैकी आमालाई राम्रो गरे हो नि सबै फुज्री छन् भन्ने कुरा भएन। र आमाको गुणगान गाउनु यो सबैमा लागू हुँदैन। मतलब जैकी आमाले जहिले राम्रो गरेको छ उल्लो भन्ने ठिकै हो। जैकी आमाले जैको जीवन एक नरक बनाएको छ ऊ पनि आमै हुन्। तर त्यो आमा भनेर त्यहाँबाट केही मतलब भएन। तिनले त उसको जीवन नरक बनाएको छ। कसैकी आमा राम्रै हुन् नि ठिकै हो। म यिनुमा विश्वास गर्दैन। म यिनु साइनामा सख्त नफरत गर्छु।